कार्यक्रममा हार्दिक स्वागत छ। आजको कार्यक्रममा हामी कुराकानी गर्छौँ नेपालमा पछिल्लो समय जेनजी आन्दोलन भयो र आन्दोलन पछाडि धेरै उथलपुथलहरू भए। यद्यपि यसको बहस पैरवीहरू आफ्नो ठाउँमा छ, कुराकानी आफ्नो ठाउँमा छ र पछिल्लो सरकार जो गैर दलीय सरकार अर्थात् नागरिक सरकार बनेको छ, यो नागरिक सरकारले ट्रेड युनियनमाथि पनि आँखा लगाएको छ। अर्थात् भर्खरै मात्र शिक्षा मन्त्री महावीर पौनले शिक्षक सङ्गठनहरू खारेज गर्ने परिपत्र गर्नुभएको छ। जो राजनीतिक दलसँग एफिलिएटेड हुनुहुन्थ्यो, राजनीतिक दलसँग आस्था राख्नुहुन्थ्यो, विचार राख्नुहुन्थ्यो, तर उहाँ सङ्गठनमा सङ्गठित हुनुभएको थियो। यसै गरी अरू ट्रेड युनियनहरूको बारेमा पनि बहस हुन्छ। उहाँहरू दलका कार्यकर्ताका रूपमा परिचित हुनुभयो, दलको झोला बोक्नुभयो, दलले जे भन्यो त्यही मान्ने खालको हुनुभयो। तर खास गरी ट्रेड युनियनले, मजदुर सङ्गठनले मजदुरका काम गर्न सकेन, मजदुरको हकितका लागि काम गर्न सकेन भन्ने बहस भइरहँदा आजको कार्यक्रममा हामी कुराकानी गर्छौँ नेपाल यातायात मजदुर सङ्गठन गण्डकी प्रदेशका अध्यक्ष विष्णु केसीसँगको कुराकानी। उहाँसँग गरेको कुराकानी प्रस्तुत गर्दैछौँ। स्वागत छ। धन्यवाद। पहिलो कुरा चाहिँ तपाईँ कुन पार्टीसँग सम्बन्धित भएको मजदुर सङ्गठनको नेता हो भनेर सोध्न चाहेँ। सर्वप्रथम त यो सरोकार 4K टिभी का सञ्चालक आदरणीय माधव पनिरु सर, तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले जहाँसम्म कुन पार्टीको भनेर भन्नुभयो, मजदुर सङ्गठन आफैमा कुनै पार्टीको हुँदैन। मजदुर सङ्गठनले उठाउने आफ्ना एजेन्डा विषय हुन्छन्। जस्तो हामीलाई थाहा छ, हामीले सुनेका छौँ, देशमा विकासको कुराहरू उठ्छ, पूर्वाधार विकासको कुरा उठ्छ। अनि सँगसँगै हामी मजदुर सङ्गठनले मानवीय विकासको कुरा उठाउँछौँ। त्यसो भएको हुनाले मजदुर सङ्गठनले गरिखानी वर्गको पक्षमा अथवा गरिखानी वर्गको हकितको लागि आफ्ना आवाजहरू उठाउने, योजना बनाउने कार्यक्रम बनाएर मजदुर सङ्गठनको बिचमा जाने। त्यसो भएको हुनाले तपाईँले भने जस्तो कुन पार्टीको भन्दा पनि हामीले मजदुर सङ्गठनले पार्टी देश चलाउने होइन, देश चलाउने राजनीतिक पार्टीले हो। त्यसो भएको हुनाले राजनीतिक पार्टीले ऐन कानुनहरू बनाउँछ। त्यसका निमित्त हामीले राजनीतिक पार्टीलाई उपयोग मात्रै गर्ने हो। तर हामी राजनीतिक पार्टीको सङ्गठन भनेर हाम्रो हुँदैन। हामी ट्रेड युनियन ऐनअनुसार नेपाल सरकारको श्रम विभागमा दर्ता भएको सङ्गठन हो। तपाईँले कागजमा लेखिएको विषयवस्तु, कागजमा तपाईँले अहिले भनेको तपाईँको विधानमा कागजमा लेखिएको कुरा होलान्, तर व्यवहार त तपाईँहरू कुनै न कुनै राजनीतिक दलसँग त नजिक भएर काम गर्नुहुन्छ। त्यो त पक्का कुरा हो नि? होइन, हो। मैले अघि नै भने नि, राजनीतिक पार्टीले यहाँका सवारी ऐन, श्रम ऐन, जति पनि मजदुर पक्ष ऐनदेखि लिएर संविधानदेखि लिएर जम्मै ऐन कानुनहरू राजनीतिक पार्टीले संसद मार्फत, संसदमा विधायकले बनाउने भएको हुँदाखेरि हामीले राजनीतिक पार्टीलाई हामीले उपयोग गर्छौँ। हाम्रा मुद्दा राजनीतिक पार्टीमा स्थापित गर्ने र राजनीतिक पार्टीले हाम्रो समाधान, मजदुरको समस्याको समाधान गर्नका निमित्त हामीले राजनीतिक पार्टीलाई सुझाव गर्ने हो। राजनीतिक पार्टीले हाम्रो मुद्दा बोक्ने हो। अब तपाईँले भनेको कुरा चाहिँ यहाँनिर उपयोगको दृष्टिकोणबाट हेर्दा राजनीतिक पार्टीले तपाईँहरूलाई उपयोग गरे या तपाईँहरूले गर्नुभयो? यहाँ त तपाईँहरूलाई राजनीतिक पार्टीले उपयोग गर्यो नि, होइन र? होइन, तपाईँको भनाइमा म त्यति सत्यता भन्ने लाग्दैन मलाई। अब बाहिर भन्दा तपाईँहरूले त्यही अनुसारले अरू थुप्रै मान्छेहरूले त्यस्तो कुराहरू फैलाएको भएर यो त्यो खालको अवस्था आएको हो। नत्र भने राजनीतिक पार्टीले हाम्रा हक अधिकार सुरक्षा गर्नका निमित्त हामीले हाम्रा मुद्दा हामीले राजनीतिक पार्टीसित स्पष्ट राख्ने हो र राजनीतिक पार्टीले हाम्रा मुद्दालाई सम्बोधन गर्ने हो। त्यसो भएको हुनाले राजनीतिक पार्टीले हामीलाई उपयोग होइन कि हामीले राजनीतिक पार्टीलाई उपयोग गर्नुपर्छ। हामीले त्यो नीति अपनाएको हो। भेला गर्नु पर्यो, जुलुस गर्नु पर्यो, आन्दोलन गर्नु पर्यो, मजदुर सङ्गठनहरू गुहार्छ राजनीतिक दलले, तपाईँहरू झन्डा बोकेर अगाडि जानुहुन्छ। तर कुन चाहिँ राजनीतिक दल तपाईँले भने पनि नभने पनि तपाईँसँग आस्थावान राख्ने राजनीतिक दलले चाहिँ तपाईँहरूको एजेन्डाहरू चाहिँ कति सम्बोधन गर्यो भन्ने बहस त छ नि अहिले, छैन र? होइन, तपाईँले भने जस्तो हाम्रो अहिलेसम्म लगभग 28,000 सदस्य हामीले वितरण गर्यो। नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, नेपाल ट्रेड युनियन महासङ्घ जिफनको घटक हो हामी। तर हामीले अहिलेसम्म नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले मात्रै 28,000 लगभग सदस्य विगतको गण्डकी अञ्चलदेखि लिएर अहिले गण्डकी प्रदेश हुँदासम्मको हामीले वितरण गरेका छौँ। यद्यपि हाम्रा सबै सदस्यहरू कुनै पार्टीको अथवा
सदस्य हुन्छन् होइन। हामी नेतृत्वको हिसाबले कुनै काङ्ग्रेसमा हुनसक्छ, कुनै एमालेमा, कुनै माओवादी अथवा कुनै पार्टीमा आस्था, नयाँ पार्टीमा नै आस्था राख्न सक्छ र उसले त्यो पार्टीमा गएर पार्टीभित्र बसेर आफ्ना कुराहरू राख्न सक्छ। र हरेक पार्टीका मजदुरका नेताहरू अथवा मजदुरका कार्यकर्ताहरूले, मजदुरका ट्रेड युनियन कार्यकर्ताले आफ्नो पार्टीभित्र बसेर आफ्नो मजदुरको पक्षमा आवाज उठाउने, मजदुरका समस्याको विषयमा जानकार गराउने र त्यसको पहिचान खोज्ने र त्यसको समाधान गराउने कुरा हरेक पार्टीमा हरेक मजदुरका लिडरहरूले गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो। तपाईँले यो कुरा भनिरहँदाखेरि नेपालको सन्दर्भमा तपाईँहरू जस्तै राजनीतिक दलसँग आस्था विचार राख्ने आफ्नो ठाउँमा राख्नु होला नराख्नु होला, ट्रेड युनियनहरूले अर्थात् मजदुरका सङ्गठन सङ्घ संस्था सङ्गठनहरूले उठाएका एजेन्डाहरूका सन्दर्भमा कुरा गर्दा अहिलेसम्म कति लागू भए, कति बाँकी छन्? तपाईँ आफैलाई हेर्दाखेरि, तपाईँ आफैले भन्नुपर्दाखेरि चाहिँ तपाईँहरूले उठाउनु भएका एजेन्डाहरू चाहिँ मजदुरहरूले त्यो राहतका रूपमा अथवा सुविधाका रूपमा प्राप्त गरेको लागू भएको अवस्था छ त? सर्वप्रथम त मैले अघि नै तपाईँ यो सरोकार फर्के टिभीको तपाईँ माधव पनेरू सरलाई मैले अघि नै निवेदन गरेँ र यहाँ धेरै उपलब्धिहरू मजदुरले हासिल गरेका छन्। हामी ट्रेड युनियनले आवाज उठायौँ र त्यसमा सम्बोधन भएर भएका छन्। मैले तपाईँलाई धन्यवाद भनिराख्दाखेरि मैले के कुरालाई मैले बिर्सिन हुन्न भने, जति पनि नेपालका मिडियाकर्मी साथीहरूले अहिलेसम्म हामी मजदुरको पक्षमा आवाज कम उठाउने है, न्युज भन्दा पनि भ्युजको बढी मान्यता गर्नको कारणले हाम्रा मजदुरका समस्या भएका उपलब्धिहरू पनि पछि परेको समस्या हो। त्यसो भएको हुनाले अघि नै सुरुमा राखेको जिज्ञासा तपाईँको असाध्यै चाख लाग्दो छ, किनभने ट्रेड युनियन हक मौलिक हकको रूपमा स्थापित हक हो। त्यसो भएको हुनाले ट्रेड युनियन अधिकारको भित्र रहेर हामीले धेरै उपलब्धिहरू हासिल गरेका छौँ। यद्यपि नेपालको इतिहासमा पहिलोपटक भन्छु म, पहिलोपटक विगतको वर्षमा अहिले भर्खर निवर्तमान सरकारमा पनि नेपाल ट्रेड युनियनका महासङ्घका विशेष गरी मजदुर सङ्गठनका प्रतिनिधि, प्रधानमन्त्रीको सल्लाहकार, प्रधानमन्त्रीको कानुनी सल्लाहकार, राजनीतिक सल्लाहकार र कानुनी सल्लाहकार मलाई लाग्छ विश्वमा बिरलै हो। त्यसो भएको हुनाले हामीले सवारी ऐनको संशोधन, सवारी ऐनमा भएका 49मा भएको सवारी ऐनलाई संशोधन गरेर सवारी तथा यातायात व्यवस्थापन नियमावली विधेयकका रूपमा हामीले 81 जारी आइसकेको थियो र त्यसलाई संसदमा लगेर त्यसलाई संशोधन गर्नुपर्ने प्रक्रियामा थियो। त्यसै गरी श्रम ऐन 2048लाई संशोधन गरेर सवारी ऐन 2074 श्रम ऐन 2074लाई पनि त्यसमा एउटा सबभन्दा अप्ठ्यारो मजदुरलाई अप्ठ्यारो पारेको एउटा बुँदा छ। 145मा 6 महिनासम्म मजदुरलाई व्यवसाय रोजगारदाताले श्रमिकलाई एउटा परीक्षण कालमा राख्ने र मजदुरलाई चाहेको बेलामा उसले निकाल्न सक्ने गलत अभ्यास भइरहेको अवस्था थियो। त्यसलाई पनि परिवर्तन गरेर र जस्तो योगदानमा आधारित समय सुरक्षा नेपालमा पहिलोपटक 75 सालमा त्यसको घोषणा भयो, 76 सालमा लागू भइसक्यो र हामीले यातायात क्षेत्रमा नि त्यो सवारी तथा यातायात व्यवस्था ऐन, त्यसपछि योगदानमा आधारित समय सुरक्षा ऐन तपाईँको लागू हुने चरणमा थियो। अरू कम्पनीमा लगभग लागू भइसकेको छ। तपाईँको मैले श्रम ऐनको कुरा गर्नुपर्दा श्रम ऐनले नेपालमा घन्टा सिस्टम, जसले 1 घन्टा काम गर्छ उसको पनि श्रम ऐनले व्यवस्थापन गरेको छ। कामको प्रकृतिको हिसाबले 5वटा कामलाई व्यवस्थित गरेका छ, कामलाई परिभाषा गरेको छ। 5वटा काम जस्तो तपाईँ समयगत भनेको छ, नियमित भनेको छ, घन्टागर हिसाबले त्यो घन्टा 2 घन्टा 4 घन्टा पनि काम गर्न सक्ने अवस्था छ। धेरै व्यवस्थापन मजदुरको श्रम ऐनले एउटा मजदुरको अधिकारको रूपमा आएको छ। मैले अघि भने तपाईँ जस्ता साथीहरूले, पत्रकार मित्रहरूले सहयोग गरिदिनु भयो भने यो कार्यान्वयन तहमा पनि सजिलैसँग कार्यान्वयन भइदियो भने नेपालको हकमा चाहिँ श्रमिक पक्ष ऐन राम्रो ऐन बनेको छ। यो कार्यान्वयन गर्न तपाईँ पनि मैले अनुरोध गर्न चाहन्छु। तपाईँले भने जस्तै अब ऐन नियम कानुन त नेपालमा बनि नै हाल्छन् हैन, तर सबैभन्दा ठुलो चुनौती त कार्यान्वयनको कुरा हो। कार्यान्वयनमा मजदुर सङ्गठनहरूले जति भूमिका खेल्नुपर्ने हो त्यति भूमिका खेल्नु भएन भन्ने पनि त छ नि? होइन, हामीले भूमिका खेल्नमा हाम्रो कमी छैन।
भूमिका त आफै श्रम ऐनले खेलेको छ। श्रम ऐनले भूमिका के खेलेको छ भने श्रम ऐनमा सिबिए गर्न पाउने अधिकार, जस्तो श्रम अधिकार मध्ये भित्रमा 2-3टा अधिकार महत्त्वपूर्ण अधिकारको रूपमा हामीले लिएका छौँ। जस्तो श्रमिकले पारिश्रमिक नपाउँदाखेरि श्रम अदालतमा गएर मुद्दा हाल्न पाउने 1 नम्बरमा त्यो उपलब्धि। त्यसपछि 2 नम्बरमा श्रमकारले आफ्नो नजिकको ठाउँमा त्यो उपलब्धि, त्यो पनि श्रमिकले आफ्नो पारिश्रमिक नपाएको कारणमा न्याय खोज्नका लिप्त। र तेस्रो महत्त्वपूर्ण अझै के हो भने सिबिए गर्ने अधिकार श्रम ऐनले ग्यारेन्टी गरेको छ। त्यो भनेको के हो भने सिबिए कलेक्टिभ बार्गेनिङ एग्रिमेन्ट भन्छ अङ्ग्रेजीमा, त्यो सामूहिक सौदाबाजी। तपाईँले जहाँ काम गर्नुहुन्छ त्यहाँ 10जना भन्दा माथिकोले ट्रेड युनियन खोल्न पाउने अधिकार छ। ट्रेड युनियन खोलिसकेपछि ट्रेड युनियनको जन्म भइसकेपछि तपाईँले नेपाल सरकारले तोके बमोजिमको सेवा सुविधा, अब काम कर्तव्य र अधिकार 3टा कुरा त सँगसँगै हुन्छ। मजदुरले काम पाउनु पर्यो, त्यसपछि अधिकार पुरा आफूले कर्तव्य नि पुरा गर्नु पर्यो, त्यसपछि अधिकार खोज्ने कुरा त ट्रेड युनियन अधिकार हो। श्रम ऐनभित्र बसेको पाएको अधिकार श्रम ऐनभित्र बसेर सिबिए गरेर प्रत्येक 2-2 वर्षमा सिबिए गर्न पाउँछ र सिबिए मार्फत आफ्ना समस्याहरूलाई मागपत्रको रूपमा राख्ने हो कानुनभित्र बसेर। त्यसपछि साहुले रोजगारदाताले त्यो 30 दिनभित्र वार्तामा बोलाइसक्नुपर्छ र वार्ता गरेर दुई पक्ष जुन सम्झौता हुन्छ, सम्झौता भइसकेपछि नेपालको कानुन हुन्छ र त्यसका निमित्त पनि उपलब्धिको रूपमा अघि हजुरले भने जस्तो मजदुरहरूको भूमिका भएन, मजदुर युनियनको भूमिका भएन भन्ने कुरा भन्दा पनि त्यसै कारणले युनियनका लिडरहरू तल्लो तलका लिडरको पनि महत्त्वपूर्ण भूमिका छ नेताहरूको। त्यसका निमित्त पनि हाम्रो भूमिका अग्रपन्थीमा छ। तपाईँ हामीलाई थाहा छ, हामीले धेरै पटक अब राजनीतिक पार्टीका मान्छेले त अलि कम सुनिरहेको अवस्था हो। राजनीतिक पार्टीका मान्छे मैले किन शब्द प्रयोग गरेँ भने तपाईँको स्थानीय सरकार छ, प्रदेश स्थानीय सरकार छ, प्रदेश सरकार छ, त्यसपछि गएर सङ्घीय सरकार छ, 3टा सरकार छन् नेपालमा। हामीले भनेको जस्तो सजिलो रूपमा सुनिरहेको अवस्था साँच्चै हो, नभएकै हो। मैले अघि भने योगदानमा आधारित सामाजिक सुरक्षा जस्तो अहिले लागू भएको अवस्था छैन हैन, लागू भएको छ तर एकदम न्यून गतिमा छ, यसले पर्याप्त गतिमा भएको छैन। अहिले नेपालमा लगभग 30 लाखभन्दा बढी सामाजिक सुरक्षामा जोडिनु भएको छ। तपाईँलाई नराटी भन्नुपर्दा 30 लाख मध्येमा वैदेशिक रोजगारलाई अनिवार्य गरेको कारणले वात्तै देखिएको छ। तर 6.5 लाखको हाराहारीमा अहिले औपचारिक क्षेत्रका श्रमिकहरू, दैनिकका श्रमिक जोडिनु भएको छ। यो पनि अब 19 सालमा खुलेको यो सञ्चय कोषमा अहिले पनि सेना पुलिस सबै गर्दाखेरि 6 लाख पुग्नु भएको छैन। त्यो हिसाबले हेर्दाखेरि हामी 4-5 वर्षमै हामीले 6 लाख 6.5 लाखको त्यो उपलब्धि नै मान्नुपर्छ। तर पर्याप्त होइन। जति प्रदेश सरकारले निर्देशन गर्नुपर्थ्यो, प्रदेश सरकारले योजना बनाएर प्रत्येक पालिका अन्तर्गत वडामा सूचीकरण गर्दै मजदुरलाई सङ्गठित गर्नु त्यो भएको छैन। अब तत्काल अब केही चरणमा जस्तै पोखराकै गण्डकी प्रदेशकै हकमा गर्नुहुन्छ भन्नुहुन्छ भने पनि अलि विगत ठाउँ भनौँ म्याग्दीको मङ्गला गाउँपालिकाले सुरु गर्नुभएको छ। त्यसै गरी सबभन्दा नेपालको पहिलोपटक स्याङ्जाको फेदीखोलाले सुरु गर्नुभएको छ गाउँपालिकाले, फेदीखोला गाउँपालिका। त्यसपछि पछिल्लो चरणमा हाम्रो म्याग्दे तनुको म्याग्देले पनि सुरु गर्नुभएको 60-65 जनाबाट म्याग्देले पनि सुरु गर्नुभएको छ। अब यसमा मजदुरलाई धेरै राहत छ। जस्तो त्यो सामाजिक कोषमा जोडिसकेपछि कोखदेखि शोकसम्म भन्छ। त्यो भन्नको अर्थ के हो भने उसले जन्मिँदै सेवा लिन्छ बच्चाले। जस्तो 3 महिनासम्म बच्चा हुने बेलासम्म उपचार पाउने, आमालाई 2 महिना 3 महिनाको पारिश्रमिक पाउने, बच्चालाई उपचार खर्च पाउने, बच्चाको उपचार निःशुल्क हुने त्यही कोषबाट हुने। त्यसपछि गएर अब 18 वर्षसम्म बच्चाको उपचारमा जोडिन पाउने। अब श्रीमान छ भने श्रीमती, श्रीमती छ भने श्रीमान श्रीमतीको यसमा दुवैले सुविधा पाउने, बच्चा 18 वर्षसम्म पाउने। बाइचान्स त्यस्तो नहोस् कसैलाई मृत्यु भइहाल्यो भने, श्रीमानको मृत्यु भयो भने श्रीमतीले पेन्सन पाउने। त्यसपछि काम गर्दाको बखतमा दुर्घटना भएर काम गर्न नसक्ने अवस्था भयो, अङ्गभङ्ग भयो, त्यस्तो भयो भने उसले आजीवन पेन्सन पाउने।
अब मलाई लाग्छ यो कोषमा जोडिने श्रमिकले कम्तीमा नि 10 वर्ष लगातार जोडियो भने मलाई लाग्छ उपचार फेरि हुन्छ जस्तो लाग्छ है सबै कुरामा। अहिले त त्यो अब तपाईँले एउटा कुरा यो सामाजिक सुरक्षा कोषको सुविधाको कुरा त आफ्नो ठाउँमा छ, तर रोजगारदाता कम्पनीहरूले सामाजिक सुरक्षामा लैजान त्यति धेरै चाख राखेको देखिँदैन, लान खोजेको पनि देखिँदैन। त्यसमा पनि विशेष गरी यातायात क्षेत्रका मजदुरहरूको सन्दर्भमा अलि बढी बहस छ, व्यवस्थित हुन सकिरहेको छैन। यो कुरा त तपाईँ मान्नुहुन्छ नि होइन? के छ ल भन्नुहोस् त ठ्याक्कै यातायात क्षेत्रको श्रमिकहरूको सन्दर्भमा चाहिँ। यातायात क्षेत्रमा हजुरले एकदम महत्त्वपूर्ण विषय उठाउनु भयो। यातायात क्षेत्रमा म आफै काम गर्ने भएको हुनाले यातायात क्षेत्रमा यो हुन सकेको छैन, दुःखको कुरा हो यो। केही कम्पनी बाहेक नेपालमा भएको छैन। अहिले सबै कम्पनीलाई निर्देशन भएको छ। केही कम्पनी मैले किन भने अब 4-5 वर्ष अगाडि हो भन्ने लाग्छ मलाई, यो नारायणी यातायात भन्नेले आफ्नो कर्मचारीलाई सुरु गर्नुभएको छ। काठमाडौँमा नि केही कम्पनीहरूले आफ्ना कर्मचारीलाई है अनि यातायात मजदुरलाई चाहिँ अब स्कुलमा गाडी चलाउनेहरूलाई अब सुरु भएको छ। अरू क्षेत्रमा जस्तो सार्वजनिक यातायातका मजदुरहरूलाई हाम्रो बढी जोड हो, त्यही क्षेत्र जोखिममा छ, त्यही क्षेत्रमा अलिक गराउन सकिएको छैन। अब मलाई लाग्छ अब हामी 1 वर्षभित्र जोड्न सुरु गर्छौँ। अब यो प्रतिबद्धता यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्षज्यूले पनि गर्नुभएको छ, हामीले पनि उहाँलाई फलो गरिराखेका छौँ। र हजुरले सुन्नुभयो होला बागमती प्रदेशले अब त्यो गाडीको डकुमेन्ट प्रमाणपत्र बिलेबुक अथवा रोड पर्मिट जारी गर्ने बेलामा पनि उहाँहरूले त्यो अनिवार्य गर्ने, सामाजिक सुरक्षा कोषको अनिवार्य त्यसमा गर्ने भन्ने कुरो उहाँबाट सुरु भएको छ। हामी यहाँ पनि गराउँछौँ र तत्काल यो हामीले गराउने अब जोड हाम्रो पनि छ। प्रदेश सरकारले पनि यसलाई स्वीकार गरेको छ। त्यसपछि व्यवसायका नेताहरूले पनि स्वीकार गर्नुभएको छ। व्यवसाय कम्पनीले पनि यसलाई हामी छलफलको विषय हो, हामी गर्छौँ भनेर भन्नुभएको छ। यसमा अलिकति अनौपचारिक क्षेत्र जस्तो विधिको हिसाबले विधिको हिसाबले मैले किन शब्द प्रयोग गरेँ भने विधि भन्नाले कम्पनी छ। यो कम्पनी भइसकेपछि त एउटा कम्पनीमा गाडी चलाउने मान्छे फेरि कम्पनीलाई पुरा व्यक्तिको गाडीले कम्पनी बनाएको छ। त्यसो भएको हुनाले उहाँहरूले अलिकति असजिलो महसुस गर्नुभएको छ। तर हामीले कुरा बुझाइसकेका छौँ। यो सामाजिक सुरक्षा कोषको कार्यालय छ पोखरामा उहाँहरूले पनि धेरै पटक बुझाइसक्नु भएको छ औपचारिक रूपमा र उहाँहरू छिट्टै अब सामाजिक सुरक्षा कोषमा लाने कुरामा सहमत हुनुहुन्छ। अब अलिकति मजदुर सङ्गठनहरूको कुरा गर्दाखेरि मजदुर र अब सवारी साधनकै कुरा तपाईँले यातायात क्षेत्रको कुरा गरिरहँदाखेरि यातायात क्षेत्रमा कस्तो देखियो भने तपाईँहरू यातायात क्षेत्रका लगानीकर्ताहरू अथवा साहुहरू भनौँ न, साहुहरूसँगै जानुहुन्छ क्या, सती जानुहुन्छ कहिलेकाहीँ, शब्द प्रयोग गर्न मिल्छ मिल्दैन मलाई थाहा छैन। अब उहाँले केही समय अगाडि एउटा आन्दोलन गर्नुभयो, तपाईँहरू त्यसकै पछि लाग्नुभयो। त्यसमा तपाईँहरूको एजेन्डा थिएन, वास्तवमा मजदुरको कुनै एजेन्डा थिएन। खासमा त्यहाँ पनि तपाईँहरू उपयोगै भएको हो कि अरू केही थियो त्यसमा? होइन, तपाईँले जिज्ञासा राख्ने असाध्यै महत्त्वपूर्ण हो। तपाईँलाई पुनः धन्यवाद भन्न चाहन्छु। त्यसमा कुरा के हो भने हजुरले भने जस्तो पनि होइन। मैले अघि भने हाम्रो पेसा अलिकति फरक खालको पेसा। जस्तो हामीले सिटी बसमा देखिरहेछौँ नि, हामीलाई यही कुरालाई व्यवस्थित गर्न खोजेको। हामीले दिनभरि पैसा उठाउँछ कन्ट्रेक्टरले, भरे बेलुका तेल राख्न पर्ने, त्यसपछि बचेको पैसा साहुलाई दिनुपर्ने हाम्रो सिस्टम छ। अब दिनभरि हिँडेर पैसा भएन भने त भरे बेलुका तलब पनि पाइन्न, भत्ता पनि पाइन्न, यस्तो स्थिति छ। र त्यसलाई अन्त्य गर्नलाई, त्यसलाई ग्यारेन्टी गर्नलाई पनि हाम्रो त्यसमा माग हो। र अर्को कुरा एउटा कुरा के हो भने यो स्वरोजगारका साथीहरू पनि, स्वरोजगार साथीहरू धेरै हुनुहुन्छ त्यहाँ। थोरै लगानी गरेर, आफ्नो लगानी गरेर आफै गाडी चलाउने, आफैले थोरै जो गरेर गाडी चलाउने साथीहरू हुनुहुन्छ र उहाँहरूको माग पनि त्यही हो। त्यसो भएको हुनाले उहाँहरूले अब तपाईँले भनिहाल्नुभयो, एक जिज्ञासा अब छलफलकै विषय बन्यो। अब 2-3टा महत्त्वपूर्ण कुरा थिए यसमा यो एप्सको कुरा थियो। एप्स प्रयोग गर्ने कुरामा हाम्रो विमति छैन। मिटर चलाउने कुरा पनि हाम्रो विमति छैन। चलाउनुपर्छ, जनतालाई सेवा दिनुपर्छ। यातायात पेसा भन्दा बित्तिकै हामीले भन्ने गरेको यो पेसा व्यवसायिक खालको हिसाबले गर्दाखेरि मुनाफामूलक पेसा हो, सेवाको हिसाबले गर्दाखेरि विशुद्ध सेवाको पेसा हो। त्यसै भएर सेवा र मुनाफा दुईटैलाई सन्तुलित मिलाउनुपर्छ
जस्तो सेवा मात्रै गरेर पनि यसमा कार्यरत श्रमिकहरूले पारिश्रमिक लिनेदेखि लिएर सुविधा पाउने कुरा हुनसक्छ, आफ्नो पेज रोजगारी गर्ने सवालमा। अनि सेवा मात्रै भन्दा सेवा पनि लाई छोडेर त्यो मात्रै गर्न पनि सकिँदैन। त्यसको निमित्त पनि यसलाई अलि व्यवस्थित गर, अलि फराकिलो ढङ्गले यसमा लगानी गर्ने मान्छे पनि सुरक्षित होस्। तपाईँको नेपालको निजी, मलाई लाग्छ निजी क्षेत्रको धेरै पुँजी लगानी भएको यातायात क्षेत्र। अब यो क्षेत्रमा काम गर्ने श्रमिकहरूको सुरक्षा छैन, जोखिम छ, सुरक्षा छैन। त्यसो भएको हुनाले जोखिम न्यून गर्ने, जोखिमलाई कम गर्ने र सुरक्षालाई बढी गर्ने हाम्रो उद्देश्य हो, ट्रेड युनियनको उद्देश्य, मजदुर सङ्गठनको उद्देश्य। त्यसो भएको हुनाले त्यसलाई केले गर्छ त भन्दाखेरि त्यसलाई व्यवस्थित गर्यो भने गर्छ। जस्तो उदाहरणको लागि तपाईँले भनिहाल्नुभयो, प्रदेश सरकारले नियमावली ल्यायो, एउटा यातायात व्यवस्था नियमावली। त्यो नियमावलीमा त तपाईँहरूको राम्रै पक्षमा छ नि, सुरक्षा, सामाजिक सुरक्षा लगायतकोमा लान सक्ने सम्भावनालाई आकलन गरेको थियो। त्यो नियमावलीमा आफैमा राम्रो थियो होइन र? होइन, त्यो नियमावली कतिपय राम्रो पक्ष छ, हामीले स्वागत गरेको पक्ष पनि छ। तर नियमावलीमा अघि मैले भने जस्तो हाम्रो ट्रेड युनियन भाषामा ट्रेड युनियनमा एउटा भाषा छ क्या, भाषा होइन, कानुनी मान्यता पाएको भाषा पनि। त्यो के हो भने यो काम परिभाषित काम भन्छ क्या। तपाईँलाई टेलिभिजन लिएर हिँड्ने, तपाईँले काम गर्नुभयो कम्पनीमा, टिभीमा भन्दै तपाईँलाई गेटमा बसेर चौकीदार बसेर गेटमा बसेर गेट लाउने र खोल गर्न भन्न पाइन्न, कानुनमा श्रमऐनमा पाइन्न, कानुनमा पाइन्न। त्यसो भएको हुनाले परिभाषित काम, जसले जे जिम्मेवारी पाएको छ त्यही जिम्मेवारी गर्ने हो भन्ने हाम्रो मान्यता हो। त्यसो भएको हुनाले रातो पिरियडलाई पनि मान्छे बोक्न दिने भन्ने कुरा आयो, सवारीमा के सार्वजनिक यातायातमा प्रयोग गर्ने भन्नाले चढेर सुविधा पाउने। अब अर्को तर्क हाम्रो के छ भने कमसेकम नेपालमा अहिले अभ्यास एउटा के छ, तलतिरको अभ्यास भने सार्वजनिक यातायातलाई यात्रु मैत्री बनाउने भनेको के हो भने म गाडी लिएर आएँ भने, बाइक लिएर आएँ भने पृथ्वी चोकमा बाइक राखेर म महेन्द्रपुल जाँदाखेरि सवारी यो सार्वजनिक यातायात चढ्ने वातावरण बनाउनु पऱ्यो क्या, धेरैभन्दा धेरै गाडीमा चढेर जान सक्ने वातावरण बनाउनु पऱ्यो भनिराखेको बेलामा रातो प्लेटलाई पनि मान्छे ओसार्न दिने। अब प्रयोजन विपरीत भनौँ न, भाषा कानुनी भाषा, प्रयोजन विपरीतका गाडीलाई पनि अहिले के छ भने कालो प्लेट भएको सार्वजनिक यातायात, रातो प्लेट भएको निजी सवारी साधन भनेर भन्छ। त्यसो भएको हुनाले निजी सवारी साधनलाई पनि अब त्यसरी दिँदाखेरि यो प्रयोजन विपरीत भयो। र अघि मैले भने जस्तो परिभाषित काम उल्टो भयो, त्यो मिलेन। त्यसले त कहिलेकाहीँ समाजलाई पनि विखण्डन गर्छ। तैँले रातो प्लेट चढ्ने अलि हुने खाने, अब कालो प्लेट चढ्ने सार्वजनिक यातायात चढ्ने मान्छे अलि हुन खाने नखाने, अलि तल्लो लेभलको, यसरी मान्छेलाई नि वर्गीकरण गर्छ र समाजमा द्वन्द्व हुन्छ। यस्तो नगर भन्ने हाम्रो सुझाव हो। अनि यसमा चाहिँ मैले तपाईँलाई जोड्न खोजेको चाहिँ यसमा मजदुरहरूलाई के फरक पर्यो र के असर गरेर तपाईँ उहाँहरूको व्यवसायको पछि लाग्नुभयो भन्न खोजेको होइन। त्यसरी व्यवसायको पछि नै होइन, त्यो तपाईँको तर्क आफ्नो ठाउँमा तपाईँले भन्न पाउनुभयो। तर हामी व्यवसायको पछि व्यवसायका माग पुरा गर, मजदुरका माग छोडिदेऊ, अथवा व्यवसायको भनेको कुरा मात्रै छैन नि त्यसमा। हामी मजदुरका कुरा सामाजिक सुरक्षा अनिवार्य छ त्यसमा। नम्बर 1, 2 नम्बर मुद्दामा हामीले 8वटा नम्बर कति मुद्दा छन्, त्यसमा हाम्रो मजदुरको माग छ। त्यसपछि मजदुरको तलब भत्ताको ग्यारेन्टी आउँछ। त्यसपछि कार्यघण्टा, जस्तो कार्यघण्टा भन्ने छ नि, कार्यघण्टा भन्ने के हो भने जस्तो तपाईँले 28,000 तलब भन्छौँ हामी, साथीहरूले पनि यातायात मजदुर साथीहरूले सुनिराख्नु भएको छ भने याद गर्नु होला। हामीले त दिनमा 1000 कमाए पनि 30,000 कमाउँछौँ भन्ने होला। तर सिटीभित्र जुन गाडी चलाउने साथीहरू हुनुहुन्छ, हाम्रो माग 28,000 तलब हो। अनि हामीलाई दिनमा महिनामा 30,000 कमाउँछौँ, हामीले 28,000 कहाँ थोरै हो भन्नु होला। त्यो 28,000 भनेको 8 घन्टाको सिटी बसको हिसाब गर्ने भने त बिहान 5 बजे निकालेर बेलुका 7 बजे गर्दाखेरि नि 12 घन्टा भयो भने त 4 घन्टा ओटी भयो, 4 डेढे 6 घन्टा हुन्छ ओटी। त्यो जोड्दाखेरि ल 50-52 हजार हुन्छ तलब, लिगली 50-52 हजार तलब हुन्छ। तर त्यति पाएको र त्यसरी गरेको स्थिति ल तपाईँ भन्नुहोस् त ठ्याक्कै भन्दा कति प्रतिशत होला? तपाईँले अघि क्या आंशिक रूपमा लागू भएको छ भन्नुभएको थियो नि सुरुमा तपाईँकै कुरालाई लिँदाखेरि। अब त्यो स्थिति त्यो बनाउनलाई हाम्रो यो आन्दोलन हो। हजुरले भन्नुभयो नि त मजदुरको साहुको पछि तपाईँहरू लाग्नुभयो होइन। हामीले यस्ता कुरालाई व्यवस्थित गर्नलाई, मजदुरको रोजी-रोटी ग्यारेन्टी गर्नका निमित्त हामीले त्यो मजदुर र व्यवसायीको माग संयुक्त हो भन्दाखेरि हाम्रो माग यो हो अनि साहुको माग यो हो भनेर हामीले त बकाइदा साथ मुख्यमन्त्री कार्यालयमा, यातायात भौतिक पूर्वाधार कार्यालयमा जहाँ पनि जाँदाखेरि हाम्रा मागहरू हामीले छुट्टै आफ्ना माग
राख्ने गरेका छौँ। सरकारलाई मिडिएटरको रूपमा कहिले पनि एउटा कुरा ख्याल गर्नुहोस्, कानुन भनेको आफै बन्ने होइन। कानुन भनेको ऐनलाई त तपाईँको हामी व्यवसायी रोजगारदाता, हामी श्रमिक, रोजगारदाता र श्रमिकको बिचमा समन्वय समझदारी हुन्छ र त्यसलाई कार्यान्वयन गर्ने भनेको सरकार हो। यो तीनटा पक्ष मिलेपछि हामीले अहिले भनेको रोजगारदाता र हाम्रो बिचको बनेको समझदारी कानुन भयो। त्यसलाई कार्यान्वयन भने सरकारले त्रिपक्षीय सम्झौता हो कानुन भनेको। त्यही गर्न खोजेको हामीले। त्यसो भएको हुनाले हजुरले देखे जस्तो हजुरको पाटोबाट सही हो। फेरि तपाईँहरू साउको पछि लाग्नुभयो, एक्लै राखेर लागेर त हाम्रो सम्भावना नि छैन। अब तपाईँले उद्योगको कुरा गर्नुभयो, उद्योग साउले खोल्या हुन्छ, मजदुरले बन्द गर्छ। यहाँ त यातायात व्यवसायी र मजदुरको त एउटै उद्योग, एउटै साउ जस्तो एउटै काम गर्दै सँगसँगै छ। त्यसो भन्दा उद्योगै बन्द भयो होला। हाम्रो उद्योग त गाडी हो, गाडी नै बन्द भयो होला। हाम्रा कुरा नि यसमा यही बेलामा हामीले लागू गराउनुपर्छ, यही बेलामा हाम्रो अधिकार सुरक्षित गर्नुपर्छ भन्ने उद्देश्य हो हजुर। अब औद्योगिक क्षेत्रका मजदुरहरूको सन्दर्भमा पनि त्यत्तिकै बहसहरू छन् होइन। खास गरी पेसागत सुरक्षाको कुरा, मेरो जागिर भोलि बिहान जाँदा काम गर्न पाइन्छ कि पाइन्न, जागिर छ कि छैन भन्ने त्रासका बिचमा मजदुरहरूले काम गरिराख्नु भएको छ। यो कुरालाई तपाईँ कतिको ग्रहण गर्नु स्वीकार्नुहुन्छ? होइन, त्यही भएर हामीले सुरुमा तपाईँले बहुत राम्रो जिज्ञासा गर्नुभएको छ क्या। सुरुदेखि नै ट्रेड युनियनले के गर्दैछौ अथवा ट्रेड युनियन राजनीति मात्रै कुरा गर्यो कि तिम्रो कार्यान्वयन गर्ने भूमिका खै? तपाईँले तीनटा क्वेसनभित्र अहिलेसम्म तपाईँको क्वेसनहरू आइरहेछन्। मैले भन्न खोजेको कुरा त्यही हो कि श्रम ऐनले ग्यारेन्टी गरेको छ र मैले अघि भने श्रम ऐनलाई हामीलाई अप्ठ्यारो पारेको बुँदा 145 श्रम ऐनको 100 दफामा 145मा 6 महिनासम्म काम गर्नेलाई त्यसलाई परीक्षण काल भनेर 6 महिनापछि साउले चित्त नबुझे सामान्य कुरामा पनि निकाल्न सक्ने भनेको छ। त्यसो भएको हुनाले त्यसलाई अन्त्य गरेपछि हाम्रो सुरक्षा हुन्छ नम्बर 1 मा। अनि रह्यो कुरा, अर्को कुरा के छ भने अब विदेशको अनुपातमा अरू देशको अनुपातमा नेपालको पारिश्रमिक कमजोरी छ है, कमी छ। त्यही पनि यद्यपि सरकारले तोकेको र मजदुरको बिचमा व्यवसायीले स्वीकार गरेको कुरालाई लिनको लागि ग्यारेन्टी त धेरै कुराको ग्यारेन्टी श्रम ऐनले गरेको छ। जस्तो उदाहरणलाई कुनै फ्याक्ट्री बन्द भयो भने त्यो श्रमिकलाई त्यो फ्याक्ट्री बन्द भएको फ्याक्ट्रीको नि मूल्याङ्कन गरेर बेचेर त्यसलाई श्रमिकलाई दिनुपर्छ भनेको छ। श्रमिकको पारिश्रमिक मारा जान्न कानुनले ग्यारेन्टी गरेको छ। तर मैले यहीँनिर तपाईँलाई जोड्न खोजेको चाहिँ मेरो खास ठ्याक्कै फोकस गर्न खोजेको विषय चाहिँ के भने बिना कागजात काममा लगाइन्छ। तपाईँले अघि भन्नुभयो नि 6 महिना काममा लगाउने, 6 महिना पछाडि चित्त बुझेन भनेर पठाइदिने। 6 महिनापछि त्यो मजदुर कहाँ जाने थाहा छैन, त्यो श्रमिक कहाँ जाने थाहा छैन भने कागजात सहित काममा लगाउने परिपाटीको विकास गर्न त यहाँले सक्नु भएन नि भन्न खोजेँ मैले। होइन, त्यसको पनि छ। जस्तो कानुनको श्रम ऐनमा अहिले मैले के भने सिबिए भने सामूहिक सौदाबाजी भने। अर्को एउटा पाटो के महत्त्वपूर्ण पाटो के छ भनेदेखि श्रम अडिट भनेको छ क्या। श्रम ऐनमा श्रम अडिट भनेको छ जसले आफ्नो कारखाना नवीकरण, कारखानाका डकुमेन्ट नवीकरण जाँदाखेरि श्रम हो श्रम अडिट। त्यहाँ मजदुरले सुविधा पाए कि पाएनन्, तपाईँको सङ्ख्या कति छ मजदुरको, त्यो सबै नबुझाएसम्म त्यो नवीकरण हुँदैन। त्यसका निमित्त त्यसले बाध्यकारी अवस्था थोरै भए पनि बाध्यकारी नभनिकन त्यसलाई अलिकति व्यवस्थित गर्न त्यसले सहज गर्छ भन्ने हिसाबले श्रम अडिट अनिवार्य गर्नुपर्छ भन्ने हाम्रो माग। श्रम अडिट अनिवार्य गरिदियो भने मात्रै अहिले प्रदेश सरकारको नाम किन लिएँ मैले भने यही कुराले प्रदेश सरकारले यो फलो गर्यो गर्दा बित्तिकै उहाँहरूको कोही पनि मजदुर विमुख हुन पर्ने अवस्था छैन। तपाईँले असाध्यै महत्त्वपूर्ण मसिनो ढङ्गले जुन जिज्ञासा राख्नु भएको छ, मैले पनि आफूले जति जानेको त्यति कुरा तपाईँहरूको बिचमा राख्ने प्रयत्न गर्छु। यसमा फेरि पनि धन्यवाद तपाईँले एउटा सन्दर्भमा एउटा जोडेँ मैले। तपाईँले भन्नुभयो अघि यहाँ कहिलेकाहीँ रोजगारदाताले फटाइ गरेको भेट्छौँ क्या हामी। जस्तो फटाइ शब्द अलिकति यसमा क्षमा चाहन्छु। जालसादी कस्तो भने एउटा घटना हामीले आफै नेपाल ट्रेड युनियन महासङ्घ जिफनले त्यसको मुद्दा मुद्दा लड्यौँ। त्यसपछि हामीले श्रमिकले मुद्दा जित्यो। त्यसमा कुरो के थियो भने जस्तो उपदानको कुरा आउँछ क्या त्यहाँ होइन। उपदान प्रत्येक जस्तो मैले उदाहरणको लागि मैले 15 वर्ष काम गरेँ एउटा फ्याक्ट्रीमा, मैले छोडेँ।
15 वर्ष काम गरेर मैले छोडेँ भने कम्पनीले मलाई के गर्नुपर्छ? 15 महिनाको तलब दिनुपर्छ, 1 महिना बराबरको तलब दिनुपर्छ, 1 महिनाको दिनुपर्छ। अनि त्यो दिने बेलामा साउजीहरूले के गर्न खोज्नुहुन्छ रोजगारदाताले त्यहाँ भने अलिकति मेसो नपाउने, ट्रेड युनियन नबुझेको, अलि सरमेन नबुझेको भने उहाँहरूले जस्तो आजभन्दा 15 वर्ष अगाडि म जागिर खाने बेला कति थियो? 1500 हो, 1500 का दरले उहाँले दिन खोज्नुहुन्छ। तर मैले कुनै साथीहरूले हेर्नु भएको छ भने याद गर्नु होला, 1500 को दरले हामी पहिलाको तलब लिने होइन, हामी अहिलेको तलब लिने हो। हामीले थुप्रै बहस यसमा छलफल गऱ्यौँ। अनि बहस चल्दाखेरि लास्टमा के निष्कर्ष निक्लियो भने उहाँहरूले धेरै तर्क गर्नुभयो। अनि हाम्रो वकिल साहबले बहस गर्ने बेलामा हाम्रो वकिल साहबको र हामी शर्मीको तर्क के हो भने अनि तपाईँले भनेको कुरामा सत्यता होला, तर उहाँले 15 वर्ष अगाडिदेखि त्यो पैसा मेरो खातामा जम्मा गरिदिएको हुनुपर्दछ के। जस्तै म 1500 तपाईँलाई 1500 मा जागिर खाएँ भने त्यो महिनाको 1 वर्षको 1500 मेरो खातामा पहिले जम्मा भएर जम्मा गर्दै 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 आउनु पाए भए ठ्याक्कै हिसाब गर्दाखेरि मिसो पऱ्यो भने अहिलेको तलबलाई मेकअप गर्नु पर्दो रहेछ। र लास्टमा गएर उहाँहरूले पहिला जम्मा नगरेको कारणले मुद्दा हार्नुभयो। सर्वोच्चले यो मुद्दा शर्मिला जिताइदियो र अहिले देशव्यापी रूपमा एउटा नजिर बस्यो र प्रत्येक श्रमिकले छोड्ने बेलामा अहिलेसम्म आफूले अन्तिम महिनाको तलबलाई नै आधार मानेर अब यो अवकाश जाँदा छोड्दा जागिर छोड्दा त्यो खालको भयो। अब धेरै खालका यस्ता बठाइहरू चलाखाइहरू धेरै मजदुरलाई गर्ने प्रचलन अझै पनि जीवितै छ। हामी लड्दैछौँ, अझ कति लड्न सकिन्छ, छलफल बहस गर्छौँ। लड्ने भन्ने शब्द पनि अब समय सापेक्ष नहोला। ठिक छ। अब हामी अलि अन्तिमतिर पनि छौँ। तपाईँलाई हामीले सुरुमा बहस गर्दाखेरि सुरुवातमा गरेको एउटा विषय र अहिले चर्चामा पनि आएको विषय, अब फिजिकल्ली भौतिक रूपमा गर्ने श्रमिक मात्रै होइन, बौद्धिक पनि श्रमिक हो। श्रमिकका विभिन्न प्रकारहरू होला नि, तपाईँले व्याख्या गर्नु होला यसमा। अहिलेको सरकारले खास गरी ट्रेड युनियनसँग सम्बन्धित सङ्घ सङ्गठनहरू जो राजनीतिक दलसँग आस्था राख्छन्, तपाईँले स्वीकारे पनि नस्वीकारे पनि राजनीतिक दलसँग आस्था राख्ने सङ्गठनहरू खारेज गर्नुपर्छ भन्ने मनोविज्ञानका साथ अगाडि बढ्दै शिक्षक सङ्गठनहरूलाई खारेजीको लागि नै अगाडि बढेको अवस्था छ। यो विषयवस्तुलाई, यो सन्दर्भलाई तपाईँको अर्गनाइजेसनको हिसाबले, तपाईँ एउटा संस्थाको प्रमुखको हिसाबले, ट्रेड युनियनको एउटा जिम्मेवार पदमा रहनुभएको व्यक्तिको हिसाबले यो घटनाक्रमलाई चाहिँ तपाईँले कसरी हेर्नुभएको छ? यो 72को संविधानमा ट्रेड युनियन हक भनेको एउटा मौलिक हकको रूपमा स्थापित छ। कुनै व्यक्तिले क्षणिकमा आफ्नो सस्तो लोकप्रियताका लागि भन्ने कुरा आफ्नो ठाउँमा हो। यो संविधान रहन्जेल ट्रेड युनियन कसैले पनि अधिकार वञ्चित गर्न पाउँदैन। त्यसो भएको हुनाले अब जहाँसम्म छ श्रमिकको कुरा छ, श्रमिकलाई नेपालको श्रम ऐन 74 ले नेपालमा दुई खाले श्रमिक छ भनेपछि एउटा शारीरिक श्रम गर्ने, एउटा मानसिक श्रम गर्ने। अघि नै मैले भने श्रमिक कसलाई भन्ने भनेपछि जसले पैसा लिएर काम गर्छ, काम गरे बापत पारिश्रमिक लिन्छ, तर श्रमिक भन्छ कानुनले। डक्टर, इन्जिनियर र सामान्य खोलामा गिटी कुट्ने मजदुरको एउटै हो हैसियत। त्यसो भएको हुनाले ट्रेड युनियनप्रति जुन प्रतिबन्ध लाउने भन्ने कुरा छ, राजनीतिक पार्टीसित जोडिएको आधारमा भन्ने कुरा, यो मलाई लाग्छ यो राजनीति नबुझ्ने, कानुन नबुझ्ने भनाइ हो। त्यस्तो गर्न पाइँदैन। त्यो गर्ने भने अब कि तानाशाही सरकार लागू गर्नु पर्यो, देशमा कानुन छैन भन्न पर्यो। कानुन त्यही कानुनअनुसार मन्त्री हुने, अनि त्यही अनुसार आफू अरू हुन्न पाउन्न भन्ने त यो अलिकति यो नबुझेकै कुरा हो भन्ने लाग्छ मलाई। जहाँसम्म काम गर्ने भन्ने कुरा मैले अघि भने, काम, कर्तव्य र अधिकार। श्रमिकले काम पाउनु पर्यो, कर्तव्य निभाउनु पर्यो, त्यसपछि अधिकार खोज्नु पर्यो। तिनवटा कुरा श्रमिकले पनि सँगसँगै गर्नुपर्छ। त्यति गरिसक्दा पनि त्यसपछि कानुनले दिएको अधिकार कसैले व्यक्तिले माया मानेर फलानु मन्त्री आए पाउने, फलानु मन्त्री आए नपाउने। त्यही भएर हामी ट्रेड युनियनहरू, अघि तपाईँले भन्नुभयो नि राजनीतिक पार्टीको, हामी ट्रेड युनियन कहिले पनि हामी साना हुन्नौँ, जहिले पनि हामी ट्रेड युनियन ठुलै हुन्छौँ। किनभने मजदुरको मुद्दा उठाएको हुन्छौँ। हामीले समर्थन गर्यो पार्टी सानो होला, भोलि पार्टी हराउला अनि हाम्रो सङ्गठन त हराउन्न नि त, हाम्रो ट्रेड युनियन हराउँदैन। त्यसका निम्ति राजनीतिक पार्टीभन्दा ट्रेड युनियन बलियो हुन्छ भन्ने कुरा त्यो हो। कहिलेकाहीँ राजनीतिक पार्टी अल्पमतमा पर्ने, थोरै सङ्ख्या हुने, त्यस्तो हुने हुनसक्छ। त्यसो भएको हुनाले ट्रेड युनियनको अधिकार, क्षमता
यसको क्षेत्र भनेको यसमा तपाईँहरूले यो विघटन गर्यो भने अथवा यो सरकारले चाहिँ अहिले चाहिँ जो तयारी गरिराखेको पनि हामी सुन्छौँ अलिअलि केही सङ्गठनहरू भने तपाईँहरू चाहिँ यसलाई मान्नुहुन्न अथवा यसमा के हो फर्दर स्टेप चाहिँ के हुन्छ? यस्तो छ, यसमा व्याख्या गर्ने पनि हामीले पनि बुझौँ अलिकति। कुरा के हो भने ट्रेड युनियन खारिज गर्छु त भन्नुभएको छैन नि उहाँले। यहाँ राजनीतिक दलसँग आबद्ध भएका सङ्घ सङ्गठनहरू खारेज गर्न सकिन्छ भन्ने हिसाबले बसेर राजनीति नगर भन्ने होला, त्यही होला उद्देश्य। अब भित्र बसेर राजनीति गर्नु भएन, काम गर्नु पर्यो। मजदुरका काम गर्नु पर्यो, किन राजनीति गर्ने भने? काम गर्नु पर्यो। काम गर्ने कुरा त मैले भने नि, काम कर्तव्य तिनवटा कुरालाई ख्याल गर्नु पर्यो, त्यसपछि युनियन खोल्न पाइन्छ। कसैले प्रतिबन्ध लाउन सक्दैन कानुनले। अब पार्टीमा राख्ने त व्यक्तिगत अधिकार हो। तर उद्योगमा जाने, राजनीतिक दलको आडमा लिने, उद्योगमा ब्यानर टाख्ने, हडताल गर्ने, काम गर्न नदिने भन्ने हो कि सरकारको टक्कै पोइन्टमा तपाईँलाई मैले भने। यो त तपाईँहरूले गरिराख्नु भएकै छ नि त। बहुत महत्त्वपूर्ण क्वेसन सोध्नुभयो, तपाईँलाई फेरि फेरि मुरी धन्यवाद। कहिले पनि मजदुरले किन कारखानामा गएर त झन्डा देखाउँछ, किन ब्यानर टाँस्छ भन्नुहोस् त? तलब नपाएर पाउँछ, सुविधा नपाएर पाउँछ। सुविधा पाइएन भन्न नपाउने। ल अहिलेसम्म ल प्रमाण देखाउनुहोस् मलाई, कहीँ पनि राम्रो कम्पनीमा गएर कसैले ब्यानर टाँस्छ हो? यही कुरा चाहिँ तपाईँ मिडियाका साथीहरूले, पत्रकार साथीहरूले प्रचारमा ल्याइदिनु पऱ्यो। फलानो मजदुरहरूले फलानो क्षेत्र, जस्तै अहिले भन्नुभयो नि हजुरले, हामी धेरै क्षेत्रमा देख्यौँ, तर यातायात मजदुरको पीडा छ। हजुरको भन्न खोजेको त्यही हो आशय, मैले बुझेँ। यस्ता यस्ता कुराहरू, यातायात मजदुरले तलब नपाएको कुरा, कारखाना मजदुरले सुविधा नपाएको कुरा, निर्माण मजदुरले झन् जोखिम छ पेसा, यो यस्ता यस्ता कुराहरू मिडियाले भनिदिनु पऱ्यो। म सबै मिडियाका साथीहरू, पत्रकार महासङ्घदेखि सबै जति पत्रकार साथीहरूलाई भन्छु, मैले न्युज बनाउनुहोस्, श्रमिकको मुद्दा भ्युज खोज्ने मात्रै नगरिदिनुहोस्। त्यति मैले मेरो अनुरोध हाम्रो सिङ्गो ट्रेड युनियन महासङ्घ जिफनको तर्फबाट र हाम्रो यातायात स्वतन्त्र मजदुर सङ्गठनको तर्फबाट मैले अघि भने नि, कारखानामा मजदुरले काम गर्न दिएन भनेर आरोप लगाउने छ क्या? मजदुरको अवरोधले कारखाना कहीँ बन्द हुन्छ? मजदुरको के स्वार्थ हुन्छ भन्नुहोस् त? मैले काम गरेको पारिश्रमिक चाहियो, मलाई महिनाभरिको जम्मा 19,500 तोकेको छ, त्यही चाहियो भन्दा नि दिन्न भने त ताङ्न परेन, त्यहाँ बस्नु परेन, त्यसमा धर्ना बस्नु पऱ्यो, मागपत्र पेस गर्नु पऱ्यो, अब कुरा राख्नु पऱ्यो, हडताल गर्नु पऱ्यो। अब त्यति गर्ने अधिकार त धन्न तपाईँ हामी भन्दा अगाडिका पुस्ताले लडेर मरेर ल्याइदिएको अधिकार होला नि। त्यो अधिकार मात्रै प्रयोग गर्ने हो ट्रेड युनियनले, मजदुरहरूले। यसका निमित्त फेरि अनुरोध गर्ने पत्रकार साथीहरूले अघि भने जस्तो अब कतिपय कुरा सुन्छु क्या मैले, मजदुरहरूले अवरुद्ध गरे भने। मजदुरलाई तलब दिए अवरुद्ध गर्दैन नि, सुविधा नपाएको कारणले गर्यो भने तपाईँ। हुन्छ, यो समय संवादको लागि यहाँलाई धन्यवाद छ। धन्यवाद, धेरै धेरै धन्यवाद छ यहाँलाई। अब पहिलो पटक मलाई लाग्छ धेरै पटक, यहाँभन्दा अगाडि पनि धेरै बहस छलफल अनौपचारिक औपचारिक धेरै गर्थ्यौँ। सर, मैले तपाईँलाई फेरि अनुरोध गरेँ, तपाईँ पनि युवा अनि एउटा केही जोस र जाँगर बसेको यो मुलुकलाई केही रूपान्तर गर्नुपर्छ, परिवर्तन गर्नुपर्छ, गरिखाने वर्ग समृद्ध भए मात्रै देश समृद्ध हुन्छ भन्ने तपाईँको पनि भावना है। मैले तपाईँलाई नजिकबाट बुझ्छु। आदरणीय माधव पनेरू सरलाई पनि, ल यो सरोकार टिभीलाई फेरि पनि हाम्रो सङ्गठन नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, नेपाल ट्रेड युनियन महासङ्घ जिफनको तर्फबाट यहाँलाई मुरी धन्यवाद। हस्, नमस्कार। हामीले कुराकानी गऱ्यौँ नेपाल यातायात मजदुर सङ्गठन गण्डकी प्रदेशका अध्यक्ष विष्णु केसीज्यूसँग कुराकानी गऱ्यौँ। खास गरी मजदुरको एजेन्डा र मजदुर सङ्गठनले उठाउँदै आएका एजेन्डाहरू, ट्रेड युनियन अधिकारका बारेमा र नेपालमा प्रचलित नियम कानुन संविधान विधि सम्बद्ध दर्ता गठन प्रक्रिया अगाडि बढेका विषयवस्तुमा वर्तमान सरकारले राखेको केही दृष्टिकोणहरूका बारेमा पनि कुराकानी गऱ्यौँ र मजदुर क्षेत्रमा, यातायात क्षेत्रमा, श्रमिक क्षेत्रमा, अर्थात् जे भन्नुहोस् यो क्षेत्रमा भएका समस्याहरूका बारेमा पनि कुराकानी गऱ्यौँ। सरोकार फोके टेलिभिजन तपाईँ हेर्दै गर्नुहोला। प्रविधिमा सन्तोष विक र माधव पनेरू बिदा हुन्छु।